ओके सो मलाई यो टिकट प्राइसको बारेमा कुरा गर्न मन लाग्यो हैन। सो द थिङ इज हैन, जुन यो एनसेल जोन छ, सिद्धार्थ बैंक जोन छ हैन, यिनीहरुको टिकट प्राइसको कुरा गर्ने हो भने हिजोसम्म 1000 रुपैयाँ थियो, ग्रुप स्टेजमा 500 थियो, अहिले 2000 बनाइएको छ हैन। सो नर्मली क्यानले पहिले प्रेस रिलिज जिक्दाखेरि चाहिँ पछि गएर यो प्लेअफ्समा चाहिँ 1000 हुन्छ, अहिले चाहिँ 500 हो यो जोनको भन्ने कुरा भएको थियो। अब अहिले त्यही जोनको त्यही क्याटेगोरीको टिकटलाई हैन ठाउँ ठाउँ रातारात 1000 बाट 2000 बनाइएको छ हैन। द प्रब्लम इज नट दैट तपाईले 2000 बनाउनु भयो भन्ने प्रब्लम हैन क्या हैन। क्यानसँग सम्बन्धित भएको व्यक्तिहरु सुन्नु होला, तपाईले 2000 बनाउनु भयो त्यसमा हामीलाई कुनै पनि प्रब्लम छैन हैन। हामी तिर्छौं होला, नेपाली क्रिकेटको फ्यान हो। अब तपाईको हेर्नु भयो भने मुम्बईमै पनि हेर्न पुग्छौं हामी वर्ल्ड कप हैन। बट द थिङ इज हामीले जुन ट्रस्ट गरेको छौं तपाईहरुलाई हैन, जुन त्यो 500 बाट तपाईले 1000 बनाउनु भयो, हामी कसैले पनि क्वेशन उठाएनौं। किन भन्दाखेरि तपाईले भन्नु भएको थियो नि त 1000 रुपैयाँ बनाउँछौं भनेर हैन। त यो केसमा त बनाउनु भयो नि, तपाईहरुले भन्नु नै भएन नि हैन। सो सिधै 2000, अब फाइनललाई 3000 नहोला भन्न त सकिँदैन। अब धेरै जनाले भन्नुहुन्छ हैन डिमान्ड एन्ड सप्लाई कुराहरु बाहिर पनि यस्तै हुन्छ भन्नु होला। द पोइन्ट इज हैन, हामीले 2000 दिन नसक्ने कुरो होइन क्या हैन। तपाईको डिमान्ड एन्ड सप्लाई कुराहरु पनि होला, विभिन्न कुराहरु होला हैन। बट द थिङ इज हामीले त धोका भए जस्तो भयो नि त नेपाली क्रिकेट फ्यानहरुलाई त। कि त छुटाइनुस् कि त भन्दिनुस् नि त तपाईहरुलाई एकदम इलाइट क्याटेगोरीको फ्यान मात्र चाहिन्छ, सबै प्रिमियम सिट वाला फ्यान मात्र चाहिन्छ, नर्मल फ्यानहरु चाहिँदैन हैन। हामी जस्तो फ्यान जो चाहिँ अब पहिले कीर्तिपुरमा त्यो सापुर जातरामको बलिङ हेर्दादेखि लिएर अहिलेसम्म आउँदा फेरि हामी जस्तो फ्यान चाहिँदैन हैन, इलाइट क्याटेगोरीको फ्यान मात्रै चाहिन्छ भन्ने हो भने पनि एउटा कन्टेक्स्ट अफ कुरा हुन सक्छ। हामी नेपाली क्रिकेट फ्यानले पहिलेदेखि फलो गर्दै आएको छौं, ट्रस्ट गर्दै आएको छौं, एन्ड फाइनली यु आर ब्रेकिङ आवर ट्रस्ट क्या हैन। सिधै 2000 बनाइनु त होइन नि त, 1000 रुपैयाँमा त हामीले मानिरहेको थियौं नि त, 500 को 1000 भयो, ठीक छ हैन। नयाँ व्यवस्था हो, धेरै सिट्सहरु पनि छ, राम्रो छ, इन्भाइरोमेन्ट भाइब्स गजब छ, एनपीएल ले एकदमै नेपाली क्रिकेटले माथि पुर्याइरहेछ। त व्हाट अबाउट द फ्यान्स, हामी चाहिँ के त हैन। तपाईले ल्याउनु भयो, जिमी निशम ल्याउनु भयो, फ्याफ डु प्लेसिस ल्याउनु भयो, खतरा खतरा खेलाडी ल्याउनु भयो, व्हाट अबाउट द फ्यान्स। हाम्रो ट्रस्टको त केही न केही मूल्याङ्कन त गर्दिनु पर्छ नि त तपाईहरुले हैन। अब भोलि 5000 बनाउनु हुन्छ भन्न सकिँदैन फाइनलमा, डिमान्ड एन्ड सप्लाई भनेर तपाईहरुले दिइहाल्नुहुन्छ कारण त एक्सक्युजेस हैन। बनाउनुस् 5000 नै बनाउनुस्, प्रब्लम हैन, तर भन्दिनुस् नि त फाइनलको प्राइस चाहिँ 5000 हुन्छ भनेर। अब भन्नु होला तपाईले हैन, यो त हाम्रो प्लेअफ को लागि मात्रै थियो, क्वालिफायर्स को लागि त त्यही नै प्राइस राख्यौं हामीले, अब लास्टको दुईटा खेलको लागि त हामीले उल्लेख गरेको थिएनौं भन्नु होला हैन। त्यो त बिचबिचको कन्फ्युजिङ फ्याक्ट्स भयो नि त। ओके सो मैले यो भिडियो बनाउनुको कारण के हो पनि भन्दा फेरि हैन, म पहिले मिडियामा काम गर्थे, अहिले पनि गर्छु हैन। सो विभिन्न क्रिकेट एसोसिएसन अफ नेपालको मान्छे, जिल्ला संघको मान्छेहरु धेरै जना मसँग फ्रेन्ड लिस्टमा हुनुहुन्छ हैन। सो तपाईले मेसेज पुर्याइनु हैन, अब कसलाई पुर्याउनु त थाहा भएन हैन, अब कसले हेर्छ यो कुराहरु पनि थाहा छैन मलाई हैन। सो पुर्याइनुस् हैन, यो तपाईको यो ट्रस्ट ब्रेक भएको छ के हाम्रो। हिजोसम्म 1000 भनिने हैन, पहिले डिक्लेयर गर्ने बेला तपाईको 500 भनेर पछि 1000 हुन्छ भनेको थियो, त्यसमा प्रब्लम छैन हैन। तर अहिले आएर फेरि 2000 भन्दैछ हैन, अब भोलि फाइनललाई 3000 भन्नु होला हैन। यो नेपाली क्रिकेट को एउटा फ्यानको ट्रस्ट ब्रेक नगर्दिनुस् क्या हैन, भन्न खोजे त्यति नै हो। बिकज वी आर सपोर्टिङ नि त। तपाईहरुले अब भन्नुभयो हैन डिसम गोकै सब्स्क्रिप्सन लिनुस्, इलिगल साइट्सबाट नहेर्नुस् भन्नुभयो, हेर्न त मिल्छ नेपालमा, थाहा तपाईहरुलाई, तर लिएको छौं हामीले हैन। त्यसको मतलब के हो भन्दा हामीले तपाईलाई सपोर्ट गरेका छौं हैन। अब त तपाईहरुले चाहिँ त्यो लेभल अफ रेस्पेक्ट सो गर्नु भएन क्या। सो यो भिडियो बनाउनुको मेन मोटिभ के हो भन्दा फेरि आफ्नो फ्यानहरुलाई रेस्पेक्ट गर्नुस्, पुट सम रेस्पेक्ट इन द नेम अफ फ्यान्स। अब किनभने तपाईको यो जुन क्रिकेट चल्छ, फुटबल चल्छ, जे पनि चल्छ नेपालमा हैन, हामी फ्यानले गरेरै चल्ने होइन। हामी अब नेपाली फ्यान फेरि अलिकति धेरै इमोसनल पनि हुन्छ हैन, आफ्नो टिमलाई त्यतिकै सपोर्ट गर्छौं। अब रिसायौं भने फेरि त्यही लेभलको रिसाउँलाम पनि हैन। सो रेस्पेक्ट गर्नुस् आफ्नो फ्यानलाई, के कारण हो कारण दिनुस्, कारण जेन्युइन पनि हुन सक्छ, म गलत पनि हुन सक्छु हैन। सो यति म गलत भएमा फेरि मलाई माफ गरिदिनु होला। एन्ड यस द्याट्स इट, ओपिनियन मात्रै हो, कसैको नेम कल आउट पनि गरेको छैन। तर नेपालमा जे गरे पनि चाहिँ हुँदैन है, रेस्पेक्ट चाहिँ गर्नुस् आफ्नो फ्यानलाई।